नमस्कार, स्वागत छ यहाँलाई निखिल राउत इन्टरटेनमेन्टमा। आज हामी यहाँहरूसँग केही तिता र केही मिठा बातहरू गर्नेछौँ र आज यस बातहरूमा साथ दिनका लागि हामीसँग हुनुहुन्छ केही विराटनगरका चिरपरिचित हस्तीहरू। उहाँहरूको परिचय दिँदै गर्दा मलाई लाग्दैन कि केही भन्नुपर्छ, किनकि उहाँहरू विराटनगरमा पहिलेदेखि चर्चाको शिखरमा पुगिसक्नु भएको छ। हामीसँग हुनुहुन्छ नायक हुसेन शेख र गायक निखिल राउत। स्वागत छ यहाँहरूलाई निखिल राउत इन्टरटेनमेन्टमा। धन्यवाद। थ्याङ्क यू सो मच। यहाँहरूको बारेमा मैले निकै नै सुनेकी थिएँ र आज यहाँहरूसँग अगाडि प्रत्यक्ष रूपमा भेट्न पाउँदा निकै नै खुसी अनुभव गरिरहेकी छु। निखिलजीबाट सुरु गर्न चाहे, कस्तो चलिरहेको छ त यहाँको साङ्गीतिक यात्रा? अहिलेसम्म भन्नुपर्दाखेरि जहाँसम्म लाग्छ धेरै नै राम्रो चलिरहेको छ। जसोतसो निभाइरहेको छु, आफ्नो कर्तव्य पुरा गरिरहेको छु र चलाइ नै रहेको छु। अब आगामी दिनहरू पनि यसरी नै चलिरहोस् भन्ने आशा चाहिँ मात्र गरेको छु मैले। अगाडि बढ्दै गर्दा यहाँ यो क्षेत्रमा कसरी आइपुग्नु भयो? यो प्रेरणा भनेको मैले मेरो आमाबाट पाएको हो होइन। मेरो मामुले चाहिँ धेरै पहिलादेखि म हुर्केदेखि चाहिँ मैले थाहा पाइरहेको छु मेरो मामुले चाहिँ म्युजिकतिर चाहिँ धेरै अब उहाँलाई लगाव थियो। उहाँले आफ्नै घरमा हार्मोनियम र धेरै म्युजिकल इन्स्ट्रुमेन्टहरू राखिराख्नु भएको, जहाँबाट बाबाले तबला अनि मामुले चाहिँ हार्मोनियम सँगै गाउनुहुन्थ्यो। त्यो गाएको देखेर चाहिँ ममा पनि एउटा गाउँ भन्ने जस्तो एउटा चाहिँ कुरा उत्पन्न भए पछाडि चाहिँ मैले पनि गाउन प्रयास गरेँ र यो प्रेरणा चाहिँ मैले त्यहीँबाट लिएको। तपाईँ पत्रकारिता क्षेत्रमा पनि हुन्छ, गीत पनि लेख्नुहुन्छ, साथसाथै इन्जिनियर पनि हुन्छ, गायक पनि हुनुहुन्छ। कसरी आफ्नो यो बहुप्रतिभाशाली व्यक्तित्वलाई चाहिँ कसरी यहाँले अगाडि लिएर जाँदै हुनुहुन्छ व्यवस्थापन गरेर? त्यो चाहिँ अलिकति गाह्रो भइरहेछ। गाह्रो चाहिँ हुने कुरा नै छ होइन। अब चारैतिर मैले गाउनुपर्छ, भ्याउनुपर्छ, त्यसले गर्दाखेरि अलिकति गाह्रो चाहिँ महसुस हुन्छ। तर पनि त्यसलाई चाहिँ मैले अब एउटा समयलाई चाहिँ बनाएर एउटा रुटिन बनाएर त्यही हिसाबले चाहिँ हिँडिरहेको छु। खासमा चाहिँ अब एउटा समयमा चाहिँ आज एउटा समय दिन एक ठाउँमा समय दिन्छु भने भोलि अर्को ठाउँ समय दिँदै गरी त्यसरी नै चाहिँ थोरै समय दिएर चाहिँ अगाडि नै बढिरहेको छु त्यसरी भन्नुपर्ला। हालसम्म यहाँले गाएका गीतहरू कतिवटा अगाडि आइसकेका छन् त बजारमा? अहिलेसम्ममा 100वटा जति गीत चाहिँ मार्केटमा आइसकेको छ। मैले 150 मेरो चाहिँ रेकर्डिङ फाइनल भएको गीतहरू छन्, जुन मध्येमा चाहिँ 100वटा बजारमा आइसकेका छन् र त्यसमध्ये धेरै नै गीतहरू भिडियो पनि युट्युबहरूमा टेलिभिजनहरूमा गइसकेका छन् र अगाडि पनि अझै पनि रेकर्ड भइरहेको छ। चाँडै नै धेरै चाँडै चाहिँ दिन कोसिसमा चाहिँ छु। हजुर, हामीसँग गायक हुनुहुन्छ र हामीले एउटा गीत नसुनौँ त्यो त पक्कै पनि हुँदैन। यहाँले गाउनुभएका धेरैवटा गीतमध्ये एउटा यहाँलाई मन परेको कुनै गीत गाइदिन सक्नुहुन्छ कि हाम्रो दर्शकको लागि? स्योर, मलाई याद छ काठमाडौँको बसाइ। म र यो गीतको सङ्गीतकार दाइ नितिन गजुरेल उहाँ पनि सँगै बस्नुभएको थियो मसँग। त्यति बेला हामी सँगै बसेको बेला चाहिँ यतिकै हामी अब आज के गर्ने भन्ने विषयमा चाहिँ लिएर हामी कुराकानी गरेर बसिरहेको थियौँ। त्यति बेला चाहिँ यो गीत फुरेको थियो र उहाँले सङ्गीत गर्नुभएको थियो गीतमा, नितिन गजुरेल सरले। सो त्यो गीत जुन लिरिक्स भन्ने हाम्रो विक्रम महर्जन सरको छ र म्युजिक चाहिँ रुद्र श्रेष्ठ। सो यो गीत चाहिँ तिमी नै मेरो जीवन। म 2 लाइन सुनाउँछु तपाईँहरूलाई। अब अलिकति बिरामी पनि छु, रुगा खोकीले तनाव जस्तो बनाइरहेको छ। सो थोरै सुनाउँछु 2 लाइन। हो तिमी नै मेरो जीवन, तिमी नै मेरो धडकन, कसरी भनौँ कसरी सुनाऊँ, कहाँ हुन्छ तिमीसँग मेरो मिलन, तिमी नै मेरो जीवन, तिमी नै मेरो धडकन, कसरी भनौँ कसरी सुनाऊँ, कहाँ हुन्छ तिमीसँग मेरो मिलन। हो जब हेरी मुस्कुराउँछौ तिमी मलाई, किन हुन्छ अरूलाई जलन, तिम्रो र मेरो मायाको बीचमा दुनियाँको त छड्के नयन। हो जन्मो जन्म, हो जन्मो जन्म, तिमी नै मेरो जीवन, तिमी नै मेरो
मेरो धडकन कसरी भनौँ कसरी सुनाऊँ कहाँ हुन्छ तिमीसँग मेरो मिलन। थ्याङ्क यू। निकै नै राम्रो गीत गाइसक्नु भएको छ र अब म यसै सिलसिलामा हुसेनजीसँग जोडिन चाहेँ। हुसेनजी तपाईँ नायक पनि र साथसाथै एडिटर पनि, के भन्न रुचाउनुहुन्छ सबैभन्दा सुरुमा आफूलाई? मेरो के भन्न रुचाउँछु भन्दा पनि म एउटा सानो हिस्ट्री ब्याकग्राउन्ड म यहाँलाई सुनाउन र हाम्रो दर्शकहरूलाई पनि सुनाउन चाहन्छु। मेरो लगभग मिडिया क्षेत्रमा लागेको 12 वर्ष जति भइसक्यो। अब यो 12 वर्षमा मैले रेडियोबाट आफ्नो यात्रा सुरु गरेको थिएँ। अब रेडियोबाट यात्रा सुरु गर्दाखेरि सबैभन्दा पहिला टेक्निसियन भएर एज अ एडिटर भएर सुरुवात गरेको थिएँ त्यति बेला। त्यस पछाडि बिस्तारै न्युज एङ्करिङमा गएँ, त्यस पछाडि बिस्तारै फेरि एडभर्टाइजरमा जान थालेँ। त्यस पछाडि विभिन्न रेडियो च्यानलहरूमा ट्रान्सफर हुँदै गएँ, अगाडि बढ्दै गएँ, आफ्नो भोइसलाई पनि अगाडि बढाएँ। फेरि समाचार वाचन गर्न थालेँ। त्यस पछाडि इन्डियातिर पनि गएँ, एब्रोड गएँ, बाहिर गएँ। त्यो सन्दर्भमा त्यहाँदेखि आइसकेपछि मेरो त्यतिन्जेलसम्म पनि चाहना त्यस्तो नायक मतलब एक्ट गर्ने या कला क्षेत्रमा पनि जाने भन्ने मेरो त्यस्तो केही चाहना थिएन। जब म विदेशबाट साउदी अरेबिया पनि म बसिसकेको मान्छे, त्यहाँदेखि फर्केर आइसकेपछि मेरो कुनै साथी उहाँले चाहिँ यो रेडियोकै क्षेत्रमा काम गरिरहनुहुन्थ्यो। उहाँसँग भेटघाट भयो, उहाँसँग भेटघाट भइसकेपछि उहाँले आफ्नो जीवनको केही सत्य कुराहरू जुन उहाँको जीवनमा घटिसकेको थियो त्यो उहाँहरूले मसँग सेयर गर्नुभयो। सेयर गरिसकेपछि उहाँको त्यो कुरा सुनेपछि म पनि एज अ एक्टिङ क्षेत्रमा केही गरौँ भन्ने लाग्यो। किनभनेदेखि उहाँले आफ्नो जीवनमा धेरैवटा म्युजिक भिडियोहरू खेलिसक्नु भएको थियो। एज अ उहाँले एउटा च्यालेन्ज पनि मलाई गर्नुभएको थियो कि यो तपाईँबाट नहुन सक्ने सम्भावना जस्तो कुरा गर्नुभयो। अब इन्डियामै हेर्ने हो भने नवाजुद्दिन सिद्दिकी हुनुहुन्छ होइन, अझै त्यस्ता एक्टरहरू हुनुहुन्छ जसको फेस मात्र त्यति क्वालिटिज नभए पनि एक्टिङ क्षेत्रमा उसको धेरै नै राम्रो रोल भूमिका रहेको हुनाले उहाँहरू अगाडि बढिराख्नु भएको छ। मलाई पनि त्यस्तै त्यो फिल्महरू हेर्दा, नवाजुद्दिन सिद्दिकीहरूलाई हेर्दा, नसरुद्दिन शाहहरूलाई हेर्दा एउटा प्रेरणा जागेर आयो। ऊ राम्रो थियो जसले मलाई च्यालेन्ज गर्यो, ऊ राम्रो थियो, उसको एज अ ह्यान्डसम थियो। अहिले पनि म नाम खुलाउँदिनँ, अहिले नेपालको हाम्रो नेपाली चलचित्रमा उहाँ आइराख्नु भएको छ। उहाँको धेरै नै फिल्म आइसकेको छ। एज अ धेरै नै मतलब राम्रो एक्टर हुनुहुन्छ उहाँ। तर उहाँसँग तुलना म अहिले पनि गर्न सक्दिनँ, तर प्रयास जारी छ। अवश्य सायद आउने समयमा त्यो शिखरमा पुग्न नसक्ला, तर आफ्नो जुन क्षमता छ त्यसलाई म निकाल्दै गइरहेको छु। र यो एडिटिङको पाटोमा कुरा कसरी जोड्न सक्छु भनेदेखि एडिटिङ चाहिँ जब मेरो पहिलो एउटा गीत आएको थियो, त्यो मैथिली सङ थियो। त्यो मैथिली गीत मेरो पहिलो बजारमा आउँदाखेरि फर्स्ट समस्या त्यसमा के भएको थियो भनेदेखि एक्टिङ त बिग्रेको थियो। किनभने पहिलो गीत जसको पनि नराम्रो त भन्दा पनि बिग्रिन्छ। किनभने पहिलोचोटि आफ्नो एक्टिङ क्षेत्रमा आउँदाखेरि गाह्रो नै हुन्छ। क्यामेरा फेस गर्दा एकदमै गाह्रो भएको थियो मलाई पनि। नायिका के अरे बिडहरूसँग जुत्दाखेरि सुटिङको बेला के हुन्छ भनेदेखि आपस मतलब छरछिमेकका मान्छेहरू सुटिङमा बेला हुन्छन्, हेर्न आउँछन् यहाँ सुटिङ भइरहेछ, के भइरहेछ, कुन फिल्मको कुन गीतको। त्यो भिडियोहरू आएपछि म पनि अल्मलिएको थिएँ। त्यो कारणले गर्दा मेरो त्यो भिडियो एकदमै बिग्रेको थियो। र त्यस पछाडि जब त्यो एडिटिङ भएर त्यो गीत रिलिज भयो त्यति बेला पनि बिग्रियो। त्यो कहाँनिर बिग्रियो भनेदेखि प्लस पोइन्ट के भयो भनेदेखि एक्टिङ त मेरो बिग्रियो, त्यसमाथि एडिटिङ पनि बिग्रियो। अब जब त्यो एडिटिङ बिग्रिसकेपछि त्यहाँदेखि मेरो एउटा प्रेरणा के जाग्यो भनेदेखि एक्टिङलाई अहिले पछाडि राख्दिउँ, एडिटिङ क्षेत्रमा चाहिँ पहिला जाउँ, पहिला आफू पनि परिपक्व भइहालौँ, ताकि भोलि पर्सि अब म आफै कुनै गीत गरेँ भने त्यो एडिटिङ म आफै गर्न सक्छु, त्यसलाई म आफ्नो तरिकाले बनाउन सक्छु भन्ने सोच आयो। त्यो सोच आइसकेपछि हाम्रो म अहिले जुन च्यानलमा काम गरिरहेको छु प्रदेश वन अनलाइन टेलिभिजन, त्यो अनलाइन टेलिभिजनमा काम गर्दाखेरि उहाँको प्रदेश वन अनलाइन टेलिभिजनको अनर हुनुहुन्छ प्रतीक श्रेष्ठ। किनभने उहाँले नै मलाई आज यहाँसम्म आज म यो इन्टरभ्यू दिनको लागि आज यति दर्शकहरूको अगाडि
यदि उभिन सक्ने क्षमता भएको छ भने त्यो श्रेय उहाँलाई नै जान्छ, किनभने उहाँले नै मलाई तानेर ल्याउनु भएको छ, चान्स दिनुभएको छ गीतहरूमा, म्युजिक भिडियोहरूमा। अहिले लगभग मेरो नयाँ नयाँ भर्खरै नेपाली होली गीत आइसक्यो, सुमित खड्का हाम्रो राष्ट्रिय गायक हुनुहुन्छ उहाँको स्वरमा सजिएको एकदमै राम्रो गीत होलीको गीत भर्खरै रिलिज भयो र त्यसको दर्शक महानुभावहरूले पनि एकदमै राम्रो रुचाउनु भएको छ। नेपालको लगभग हरेक च्यानलमा, एपी1मा, राम्रो प्रचलित च्यानलहरूमा पनि त्यो प्रसारण भइसकेको छ। हुसेनजी, यहाँले आफ्नो अब सङ्घर्षका दिनहरू कस्ता थिए भनेर भन्नुभयो। त्यो सङ्घर्षबाट आज यो ठाउँसम्म आइपुग्दा र आफूले अन स्क्रिनमा देख्दाखेरि कस्तो महसुस हुन्छ? अब त्यति बेला कहिले नसोचेको कुराहरू थियो। त्यति बेला त एउटा म विपन्न परिवारको पनि मान्छे, आर्थिक स्थिति एकदमै कमजोर भएको मान्छे पनि थिएन। आफ्नो सोच पनि डक्टर बन्ने सपना थियो। थाहा थिएन आफू कहिले मिडियामा लागेर यत्रो अगाडिसम्म बढ्न सकिन्छ भन्ने सोच छँदै थिएन मेरो। तर प्रयास भन्ने कुरो कहिले पनि छोड्नु हुँदैन, आफ्नो हिम्मत कहिले पनि हार्नु हुँदैन। र रेडियोदेखि यहाँसम्मको यात्रामा म कहिले पनि पछि परेको छैन। साथ पनि साथीहरूको एकदमै राम्रो पाएको छु। मिडिया च्यानलमा प्रायः के हुन्छ भनेदेखि एकअर्कालाई दबाउने, तल झार्ने, तर मैले त्यस्तो साथीहरू पनि पाएँ, तर कम मात्रामा पाएँ। आफूलाई साथ दिने साथीहरू चाहिँ धेरै मात्रामा पाएँ, सपोर्टिभ धेरै पाइयो, जस कारणले गर्दा म यो क्षेत्रमा एउटा राम्रो पहिचान बनाएर बढ्दैछु। सिकाइको क्रम कहिले पनि सकिँदैन, अझै जीवन बढ्दै जान्छ, समय बढ्दै जान्छ, सिकाइ बढ्दै जान्छ। अहिले त्यही सिकाइकै क्रममा अगाडि बढ्दैछु। अब तपाईँ आफ्नो आउन लागिरहेको गीतहरूको विषयमा चाहिँ के भन्न चाहनुहुन्छ दर्शकहरूलाई? अब भर्खरै एउटा अझ नेपाली गीत आउँदैछ हाम्रो रोमान्टिक सङ, उहाँसँग कुराकानी भइरहेछ, सायद छिटै नै आउँछ, उसको तयारी भइरहेछ। त्यस पछाडि अझै मैथिली गीतहरू पनि छन् पेन्डिङमा, थोरै अफिसियल कामहरू पनि र आफ्नो गायसी जीवनमा पनि केही समस्याहरू भएको कारणले गर्दा सायद ढिलो हुनसक्छ होला, तर महिनाभित्रमा एउटा गीत आउँछ। त्यो अहिले म नाम खुलाउँदिनँ, आएपछि मार्केटमा हजुरहरूले पनि हेर्न सक्नुहुनेछ। हस्, निखिलजीसँग म फेरि जोडिन चाहेँ। निखिलजी, यहाँले अहिलेसम्म हालसम्म कतिवटा भाषामा गीत गाइसक्नु भएको छ? मैले 5वटा भाषामा, हिन्दी, नेपाली, भोजपुरी, मैथिली, भनौँ न अरू पनि अन्य पनि हुनसक्छ होला, जुन कि दिमागमा छैन होला। निखिलजीले अहिलेसम्म गाएका गीतहरूमध्ये मैथिली भाषामा गाएको गीत दर्शक सामु एकचोटि प्रस्तुत गर्न सक्नुहुन्छ कि सक्नुहुन्न? सकिन्छ, नसकिने कुरै छैन। अब गायक परेपछि, कलाबाट जोडिएपछि, अब आफूसँग कला भएपछि कला भन्ने कुरा, कला र गला भन्ने कुरा यस्तो हुँदो रहेछ। अब नहुँदा पनि नहुने, हुँदा पनि नहुने भन्ने जस्तै हो। त्यही भएर चाहिँ अब नभन्दै पनि आफै निस्किने कुरा हो। सो गाउन नसकिने कुरै भएन, गाउन त सकिन्छ नै। भर्खरै अहिले अब आउन लागेको मेरो गीत अब चाँडै नै आउँछ त्यो गीत, होइन, जुन गीतको रचनाकार म आफै, सङ्गीतकार पनि आफै, र स्वर पनि मेरो आफ्नै रहेको छ, र म्युजिक एरेन्ज भन्ने चाहिँ राजीव शाहको रहेको छ। त्यो गीत भन्ने चाहिँ अब धेरै चाँडै मार्केटमा आउँदैछ र मेबी गेस गर्न सकिन्छ आज हामीसँग हुने मित्र जो हामीसँग अहिले हुनुहुन्छ, सायद त्यो गीतमा उहाँ नै आउँदै हुनुहुन्छ कि भन्ने अब मेबी एउटा गेस चाहिँ राखौँ। अहिले म पनि चाहिँ सरप्राइजकै रूपमा राख्ने हो, तर चाँडै नै आउँदैछ गीत चाहिँ। त्यो गीत आएपछि चाहिँ श्रोताहरूमा जाने नै छ, युट्युबमा पाउनु नै हुनेछ। र सो द्याट म त्यो गीतलाई 2 लाइन गाएर सुनाउँछु। हो तोहर पतली कमरिया हमर जान लागले, तोहर बाली उमरिया हमर जान लागले, आँख के काजल कान के बाली, टंग टंग टंग, ओ आँख के काजल कान के बाली, तेरे से नजरिया हमर प्राण लगले, तोहर पतली कमरिया हमर जान लागले। यो गीत चाँडै नै आउँदैछ, तर यो गीतको खासियत म के बताउन चाहन्छु भने यो गीतमा चाहिँ नेपाली र मैथिली दुईटै भाषा मिक्स गरिएको छ। मेल सिङ्गरले चाहिँ मैथिलीमा गाउने छ भने फिमेलले चाहिँ नेपालीमा गाउने छ। र मलाई जहाँसम्म लाग्छ श्रोताहरूले यो गीतलाई अति नै मन पराउनु हुनेछ। अब यति भन्दै चाहिँ यस्तै हो। अब
हामी कार्यक्रमको अन्तिम चरणतर्फ आइसकेका छौँ। साङ्गीतिक यात्रा या भनौँ मिडिया लाइनतिर आउने कुनै पनि महानुभावहरूलाई चाहिँ यहाँहरू के भन्न चाहनुहुन्छ? के भन्न चाहन्छु भने सर्वप्रथम त म यो भन्न चाहन्छु, पहिला जस्तो चाहिँ अहिले रहेको छैन। पहिला एउटा गीत रेकर्डिङ गर्नलाई चाहिँ धेरै धाउधाउ हम्मे हुन्थ्यो। अहिले भन्ने चाहिँ पर्याप्त मात्रामा हामी स्टुडियो देख्न सकिन्छ, पर्याप्त मात्रामा स्टुडियो छ। तर त्यो समय जुन समयमा म रेडियो नेपालमा चाहिँ अल नेपाल सिङ्गिङ कम्पिटिसनमा भिड्न गएको थिएँ, त्यो बेलामा प्रथम चरण पास गरेर, त्यसमा जम्मा 3वटा चरण हुन्थ्यो, जुन चरणमा प्रथम चरण पार गरेर, द्वितीय पनि पार गरेर, तृतीयमा गएर चाहिँ म केही कारणवश त्यहाँ पुग्न सकेको थिइनँ। र त्यो बेलामा मलाई केही घरका समस्याहरू, केही आर्थिक समस्याहरूले ढाइरहेको थियो। त्यसकारण चाहिँ म पुग्न नसकेको कारणले गर्दाखेरि धेरै नै समस्याहरू आइरहेको थियो। तर पनि के भन्न चाहन्छु, यो विषयलाई जोड्न म किन चाहेँ भने अहिले हेर्दाखेरि चाहिँ अब हामी एउटा बजारमा एउटा स्टुडियो देख्न सकिन्छ, इभन मार्केटमा चाहिँ। तर त्यो समयमा हामीले गीत रेकर्डिङ गर्नलाई या कि कुनै गाना रेकर्ड गर्नलाई हामीले रेडियो नेपाल नै एउटा लाउनु पर्थ्यो। त्यो समयलाई अहिले हेर्दाखेरि अहिले चाहिँ केही गाह्रो छैन। त्यसले गर्दाखेरि के एउटा नराम्रो काम हुँदैछ भने, के नराम्रो हुँदैछ भने, चाहेको बेला जोसँग पैसा छ, जसले गर्न सक्ने एउटा आँट छ र पैसा भएको व्यक्तिले चाहिँ मजाले गीत गाउन सकिरहेछ, र त्यो कला र त्यो गलाको केही महत्त्व छैन अहिले। त्यसैले म सरकारसँग यो आग्रह गर्न चाहन्छु, वास्तवमा हामी ती कलाकारहरूलाई जो कि गली गलीमा घर घरमा लुकेर बसेका छन्, जो बाहिर आउन सकेका छैनन्, ती बजारका ती म्युजिक स्टुडियोहरूमा गीत गाउनलाई पैसा पुगिरहेको छैन, तिनीहरूका लागि चाहिँ केही न केही एउटा कार्यक्रम ल्याएर चाहिँ अगाडि बढाउन पाए चाहिँ अति नै राम्रो हुन्थ्यो होला। र अहिलेको अवस्था हेरेर चाहिँ जहाँसम्म म भन्छु, पक्कै पनि यो अहिलेको रफ्तार हेर्दाखेरि जोसँग पैसा छ, जसले गर्न सक्छ, अब एउटा भनाइ छ, जिसका लाठी उसीका जोर भन्ने जस्तै छ कि, अनि जसको लाठी छ उसैको जोर चलिरहेको छ कि अहिले। त्यसैले अब त्यसरी चाहिँ समग्रमा त्यसरी नै हामी बुझौँ। योभन्दा अगाडि अब हाम्रो हुसेन सरले पनि भन्न बाँकी नै छ, हुसेन सरले पनि भनिहाल्नुहुन्छ। होइन, उहाँले एकदमै राम्रो कुरा गर्नुभएको छ। अहिले पनि धेरै प्रतिभाहरू हाम्रो क्षेत्रहरूमा लुकिरहेका अवस्थामा छन्। त्यो के हो भनेदेखि उहाँले जुन अहिले कुरा गर्नु, जसको लाठी त्यसको जोर, त्यही नै चलिरहेछ अहिले। प्रतिभा एकदमै राम्रो छ होइन, कला र गला एकदमै राम्रो छ, तर त्यो बाहिर आउन सकेको छैन। त्यो सरकारले त्यो कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ र ध्यान दिनै पर्ने हुन्छ, ध्यान नदिएर पनि हुँदैन। बिल्कुल। अब यो कुरामा हामी पत्रकारिता क्षेत्रमा लागेर पनि यो कुराहरूलाई हामी उजागर गरिरहेन्छौँ, तर सम्बन्धित निकायहरूसम्म पुग्न सकेको छैन। त्यो हाम्रो दर्शकहरूलाई पनि यो भिडियो जति हुन्छ सेयर गर्नु होला, त्यो पनि म भन्न चाहन्छु। किनभनेदेखि यो सम्बन्धित निकायहरूसम्म पनि पुर्याउन आवश्यक छ। म यति नै भन्न चाहन्छु कि हाम्रा जति पनि दर्शकहरू हुनुहुन्छ, यो च्यानल हेर्दै हुनुहुन्छ, सब्सक्राइब गर्नु होला र सेयर गर्नु होला, र साथसाथै हाम्रो आगामी दिनहरूमा आउने गीतहरूलाई पनि फलो गर्नु होला, हेर्नु होला। र यसरी नै जसरी अहिलेसम्म तपाईँहरूले माया गर्दै हुनुहुन्छ, स्नेह जुन दिइरहनु भएको छ, त्यो कन्टिन्यू राख्नु होला, बन्द नगर्नु होला। अन्त्यमा म यो भन्न चाहन्छु, जति पनि दर्शकहरूले मेरो च्यानल र मेरो गीत र आउने गीतहरूलाई माया गरिराख्नु भएछ र माया गरिरहनु हुनेछ भन्ने आशाका साथमा विश्वस्त छु। पक्कै पनि तपाईँहरूले यही माया, यही प्रेम, यही स्नेह देखाइरहनु हुनेछ र कृपया यो च्यानललाई सब्सक्राइब गरिदिनु होला। आगामी दिनहरूमा पनि हामी यस्तै कार्यक्रम र यस्तै हस्तीका साथ यहाँहरू समक्ष उपस्थित हुने नै छौँ। निखिल राउत इन्टरटेनमेन्ट हेर्दै गर्नुहोला र हामीसँग जोडिराख्नुहोला। हवस् त, धन्यवाद।